बचाउन खोजिन् तर उनको बाबाले चाहिँ के गर्नुभयो त जलाउन खोज्नुभयो हो कि हैन तर प्रहलाद त्यहाँ नजलेपछि उनको फुपूको निधन भयो त्यस दिनदेखि असत्यको अगाडि सत्यको जित हुँदो रहेछ भनेर होली त्यही दिनको सम्झनामा रहेर होली मनाउने गरिन्छ है अब हामीले भोलि होली मनाउँदै छौं सबैजना हाम्रो स्कुल पनि सबै बिदा छ सबैजनाले होली चाहिँ मनाउने तर कसरी मनाउने म भन्छु है त हामी वल्लो घर छिमेकी साथीभाइ घरको सबैजना हुनुहुन्छ तर होली खेल्न इच्छा छ कि छैन छ सहमतिमा भने खेल्ने हो कि मैले भन्न खोजेको कतिजनाले माथि छतमा बसेर बाहिर हिँडिरहनु भएको साथीहरूलाई लोला छ्याप्ने पानी छ्याप्ने गर्नुहुन्छ नि त्यो गर्नु राम्रो काम हो त होइन किनभने उहाँहरू कुन ठाउँमा जान लाग्नु भएको छ कहाँ जान लाग्नु भएको छ उहाँहरूको ड्रेस हामीले बिगारिदिनु हुँदैन त्यस्तै हामी पनि त केही काम परेर जान सक्छौँ हो कि होइन अनि हामी त्यो ठाउँ